एभ्रिवान, स्वागत छ तपाईहरुलाई फेरि पनि आजको मेरो नेक्स्ट डे नेक्स्ट भ्लगमा। सो गाइस, आज चाहिँ बिहान बिहानै म टक्कै रेडी भएर टक्क चाहिँ मम्मीको कुर्ता सुरुवाल लगाएर हिँडिसकेको छु। कहाँ हो हिँडेको भन्नु पर्दाखेरि त थम्बनेल टाइटल हेरेर त्यो तपाईहरुले थाहा पाइ नै सक्नु भएको छ आज के हो र म कहाँ हिँडेको छु भनेर। आज चाहिँ सरस्वती पूजा हो अनि म सरस्वती पूजाको लागि हिँडेको छु यहीँ घर नजिकै स्कुलमा। अब स्कुलबाट पढाइ म नपढेर बसे तापनि सरस्वती पूजामा त जानै पर्यो हैन, त्यही भएर चाहिँ टक्क हिँडिसकेको छु। यहाँ बेलपाती फुलहरू अक्षता खोइ के अगरबत्ती सगरबत्ती बोकेर चाहिँ टक्क हिँडिसकेको छु म। त्यहाँ तल अब मेरो साथी पनि रेडी हुँदै होला। अनि यहाँ जाडोले कक्रिँदै हेर्नु न, यस्तो जाडोमा नि कुर्ता सुरुवाल मात्रै लाएर अहिले चाहिँ ठ्याक्क 8 बजिसकेको छ। अलिअलि घाम पनि निस्किसकेको छ भनेदेखि पनि जाडो चाहिँ एकदमै छ है। यस्तो कुहिरोहरू लागेर एकदमै जाडो पनि एकदमै भइरहेको छ। त्यही पनि यस्तो जाडोलाई म पचाएर सरस्वती पूजा भगवानलाई म दर्शन गर्नको लागि यति बिहान बिहान हेर्नुहोस् न, यसरी नुहाएर यस्तो चिसो जाडोमा चिसो पानीले त नभनौँ हल्का मन तातो गरेर नुहाएर चाहिँ टक्क हिँडिसकेको छु पूजा गर्नको लागि। आहा, कस्तो मलाई मन्दिर जान पाउँदाखेरि छुट्टै आनन्द आउँछ हौ। यो पूजासुजा गर्नुको लागि भनेपछि मन्दिर जानु भनेपछि कस्तो शान्त त्यो भाइब्स नै छुट्टै आउँछ क्या। मन्दिर जाने बेलादेखि नै तयारी गर्दादेखि नै हाम्रो चाहिँ स्कुल यहीँनिर अहिले चाहिँ कुहिरोले यस्तो लागिरह, कुहिरो केही देखिरह होइन। सो मान्छेहरू कति आए के गरे होइन, लाजै लागिसक्यो मलाई। फेरि पहिला हामी बच्चामा पढेको स्कुल हो, बच्चामा हामी त्यहीँ पढेको स्कुल अहिले कति त्यहाँ 5 सम्म पढेको। अनि त्यसपछि कति वर्ष भयो म कति 5 6 7 8 9 10 11 12 13 14 15 3 3 6 7 8 9 10 10 वर्ष भयो म यो स्कुल छोडेको। मैले 12 को इक्जाम दिएकै 3 वर्ष भइसक्यो भनेपछि 10 वर्ष भइसकेछ। ओ माई गड, 10 वर्षपछि बच्चामा पढेको स्कुल फर्केर जाँदैछु म आज, त्यो पनि सरस्वती पूजामा। ओ माई गड, बात ही अलग है ना, क्या करूँ मैं। मलाई त लाजै लाग्यो, लाजै लाग्यो। हामीलाई पढाउने सर म्याडमहरू पनि सबै चेन्ज भएर अहिले त अरू भइसकेको छ। पहिला कुनै चाहिँ छ, तर प्रायः चेन्ज भइसकेको छ। त्यही पनि यस्तो राम्री भएर म जाँदैछु। हेरौँ मलाई कसले चिन्छ कि चिन्दैन होइन। यहीँ घर मुनि 2 मिनटको बाटोको स्कुलमा पहिला बच्चामा पढेको, अहिले चिन्छ कि चिन्दैन हेरौँ है त। अन्त हिँडिसकेको छौँ। यता हेर पर्मिले यता घाम बढी फर्की त तँलाई देखाउँछु म। यहाँ हामी हिँडेको स्कुल यहाँ पर यतै पर्मिले चिटिक्क परेर हिँडेछ। यस्तो छ आजको यसको आउटफिट मेरो, यस्तो छ। आइजन मुलासँगै यहाँ यत्रो कुम्लो बोकेर हिँडेछौँ हामी, घामबटी फर्केर बोलौँ न। यता आइज, स्वागत छ। स्वागत छ रे गङ्गेले भनेको। धन्यवाद भन्न मुला। धन्यवाद। हाम्रो स्कुल चाहिँ यहीँ छ। म 8 बजे आइपुगेको यहाँनिर, पर्मिले 9 बजे आयो मलाई आज। ओइको मान्छे टन्नै आएछ कि क्या हो यार। के गर्ने, घरभित्र चिर्ने मधुरो बनाएर राख्छस् तैँले, अनि त्यही भएर हो क्या। हेर्नु बिजोको अवस्था त छ, डिस्प्ले मधुरो पारेपछि हो यस्तो अवस्था हुन्छ। अनि को टोइलेटभित्र परेर खोल पर्मिने के 10 वर्षपछि आउँदा सबै कुरो चेन्ज। हामी चाहिँ अहिले छतमा छौँ। यहाँ मान्छेहरू धेरै नै जम्मा भएर बसिसकेको छ। यस्तो बनाएर छ यता फेरि यस्तो छ। हामी पहिला यहाँ यतै पढ्थ्यो है भन्ने घाममा बसेर हेर्नुहोस् यस्तो भयो, थोत्रै भयो स्कुल चाहिँ। तर जो अलिअलि नयाँ कुरा चाहिँ टोइलेट साह्रै राम्रो देखेर त फेरि स्कुल जोइन गर्नु पो मन लाग्यो त। मन्दिर देखाइसक्यो। अनि अस्ति नै बनाएको यो नयाँ मन्दिर यही उद्घाटन गर्नै बाँकी छ। खोइ सरस्वती पूजाको दिन टक्क लाएर यो बाँसहरू सबै काट्नु नि हौ स्कुल अगाडि। यता चाहिँ टक्क तोरीबारी यस्ता छन्। माथि कता हो हाम्रो घर, यहाँ माथि डाँडामा देख्दैन पो रहेछ, घारीले सब छेल्दो रहेछ। अनि हामी चाहिँ अहिले बेला भएर पूजा गर्ने बेला भएर अनि घाम तापेर बसिरहेको छौँ हामी चाहिँ है। हामी चाहिँ घाम खतरा लागिरहेछ है आज। सदा त लाग्थेन, आज बिहानै लागेको तल थाहा भयो। अहिले म आउनुभन्दा अगाडि लागेको थिएँ क्या घाम टिलिली। म त अनि आउँदाखेरि घाम लागेको थिएँ, भिडियोमा नि छ घाम लागेको।
यस्तो कति बेला खानु होला हौ हिजो बेलुकादेखि भात खाएन भाइ हिजो बेलुका खाएन नि मैले त्यही दिउँसो चिसो र उयो चाउचाउ खाँदै अनि खानु मन लाग्यो कति बेला यहाँ पूजा भएर टक्क खाउँ के बनाखा पर्मिट यस्तो छ हाम्रो लङ्गुर खोला सहरेको नजारा हेर्नुहोस् बिहान कुहिरो लागेको थियो अहिले झलमल्ल भएको छ भूपाल सिंह तामाङ अध्यक्ष मिति 2082 साल र यो प्लान गरिदिनु हुनुको लागि फोटो खिच्नु पर्छ है होइन यस्तो त के गर्नु जानु हाम्रो हामी पनि कहाँ गयो मैले चोरेको भयो कि हाम्रो सामान यो स्कुलको विद्यार्थी भएपछि यतिको पाउनु पनि भने है नपाएपछि मजा आउँदैन भोट दिनु होला माटोमा उठेको छ हामी ताली ल ताली बजाउँदैछ सबैजनाले यहाँ दियो दियो तर मैले पढेको भएर होला यो खाता पाएको 500मा पढेको अहिले यस्तो दिएर सम्मान गर्यो हो कि खुसी लाग्यो गाह्रो छ गाह्रो पड्कम टक्क अहिले चाहिँ यहाँ अरू पूजा गर्ने कार्यक्रम हुँदैछ हामी चाहिँ अहिले एकछिनमा पूजा गर्ने भनेर बसेको अनि यहाँ धेरै भिडभाड छ कि त्यही भएर क्या है यस्तो भिडमा के यता आइज न मलाई पछाडि एकछिन नरहेछ नि तल्किन्छ पानी गर्दा अब बिहानै दर्शन गरेर आएको त्यसले संसद पड्कायो त मलाई भन्थ्यो यसले नै पड्काउनु धेरै 10 घन्टा लाउँछ सिक्यो के गरेको त कस्तो दाइ तपाईँको हात झन् चाहिँ हाम्रो प्रसाद हो यो के गर्छ यस्तो गर नि सर पाहा अनि टाउकोतिर सट्ट म कताबाट आउँछु कि घुमेन यो लैजा न उता ए खाएको पैसा दिन्छ भने मलाई खाएको थिएन पैसा माग्छ गर्न लगाएर गर्नुमा पाएको मान्छे तेरो यो मलाई कुम्लो कुटुरो सानो भिड आएन त हौ
लामुला एउटा सल बोकाएको कुलो कोट्याएर भन्छ आफ्नो पनि सल यहाँ के हो सो साथीहरू हामी चाहिँ अब स्कुलमा सबैजना गयो सबैजना खाएपछि टापटिप भाग्दो रहेछ लास्टमा पर्मिला र म मात्रै सिटमा बसेर खाइरहेको थियो है तपाईँहरूले देख्नु नै भयो होला दुई चारजना थियो सबै भागे अब हामी पनि घर जान लागेको तपाईँहरूलाई हाम्रो सरस्वती पूजा भिडियो के कस्तो लाग्यो लाइक कमेन्ट सेयर गर्नु होला भन्नु दया गरिदिनु होला गरेन भने पिर्दिन्छु नि हामी फेरि घर आएर हामी त फेरि खतरा हो नि मान्छे त्यही हो गाइज फेरि नेक्स्ट भिडियोमा भेटौँला त्यति भन्दै आजको लागि बाई 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 बाई